Thank you very much. Thank you. यो आवाजले नै थाहा पाइसके कि म विराटनगरको एकदम विराट चौकमा छु खतरा ठाउँ हो यो खिच भाइ मेरै फोटो खिच मजाले बाफरे व्यापारिक विश्रामलाई हेर ग्ल्यामर पनि चाहिन्छ भाइ मेरो नाम सन्दीप छेत्री हो र मेरो नाम सुन्ने बित्तिकै जसले ताली बजाउँदैन मा कसम त्यसको विद्या नष्ट हुन्छ र यो नियम तपाईलाई पनि लागु हुन्छ सर तपाईले पनि बजाउनु पर्छ बस सरको नयाँवाला स्टाइल रहेछ यस्तो ताली बाहिर चाहिँ घोडा दौडाइरहनु भएको छ विराटनगर भन्ने बित्तिकै बडा मजाको ठाउँ लाग्छ यार यो देशको भविष्य हो यार यो बच्चालाई सम्हाल्नुस् यसले मेरो पुरा वर्तमान खराब गरिरहेछ बाबु मम्मीकोमा जाऊ मम्मीलाई दिदिनुस् मम्मीले भनेपछि त्यसको बाउ मान्छ त्यो बच्चा किन मान्दैन सबजना यहाँ पुरै खाइ पी गरेर तन्दुरुस्त भएर आउनु भएको छ हल्लाले नै थाहा हुन्छ सो लेट्स हियर इट वन्स अगेन विराटनगर ल सिटी मत बजाऊ सिटी बजाउने बित्तिकै मलाई यो लाग्छ कि टोलको केटी जिस्काउने केटा त्यही हो मतलब त्यो सिटीमा पनि पुरा कमिनापन्ती छ यहीबाट थाहा हुन्छ कि यही केटा हो जसले केटी जिस्काइरहेछ गजबको माहौल छ सम्हाल्नुस् मा कसम फल यति राम्रो छ त रुख कति राम्रो होला त्यो कुन गाछीको फल हो बाबु छोडिदिनुस् आजाद मान्छे हो छोडिदिनुस् ठिक छ फाइन मसला बाबरे त्यो दालचिनी जस्तो लागिरहेछ फाइन मसलाको दालचिनी हो त्यो मिस्ट्री डान्स गाइज प्रेजेन्ट पतञ्जलि फुड फर डान्स 4 यो चौथो संस्करण भइरहेको छ म युजुअली यस्तो कार्यक्रममा त्यति सहभागी हुँदैन तर जब फुड फर डान्सको केटाहरू मिस्ट्री ग्रुपको केटाहरूले मलाई अप्रोच गर्यो मलाई उहाँहरूको नियत गजब साफ लाग्यो नियत साफ सब साफ सो यो विराटनगर आफै एउटा यस्तो ठाउँ हो जसले धेरैभन्दा धेरै राम्रो सिङ्गर दिएको छ धेरैभन्दा धेरै राम्रो कलाकार दिएको छ राष्ट्रका धेरै राम्रा राम्रा कलाकारहरू यही धरतीबाट उत्पादित भएका छन् त्यसकारण म चाहन्छु तपाईहरु सबैजना मिस्ट्री डान्स गाइजको निमित्त एकचोटि जोरदार ताली बजाइदिनुहोस् माइकले यति अल्छी मान्छे विराटनगरको हुन सक्दैन ताली बजाएको कि सुर्ती माडेको थाहा पाइरहेछ अहिले हैन टाइमिङमा बजा जहाँ बीचमा पनि प्यातर प्यातर होइन कि बजाउँदै नबजाउने कि बजाएको बजाइ गर्ने यो कुन तरिका हो भाइ उहाँहरू पुरा पेट फुलाएर बस्नुहुन्छ अगाडि मा कसम पेट हो कि भन्सारको गेट हो यार पुरा खजाना त्यही लुकाएर राख्नुहुन्छ यस्तो मान्छेहरू फुटबल खेल्यो भने जहिले पनि अफसाइडको अफसाइड मान्छे भन्दा पहिला पेट पुगिहाल्छ पेटमै लेखिदिनु कमिङ सुन तब मान्छे पुग्नु होला तर हेर्नुस् त्यत्रो पेट भएर पनि मलाई कुनै घमण्ड छैन बडा सिम्पल तरिकाले बसिरहनु भएको छ ठीक छ 6 पैक कमिङ सुन का बोलता रहो मैंने कति बड़ा तार होने बैठ के लड्डू लाल अनुहार हेर्दाखेरि पेडा जस्तो छ हाम्रो आमाको नाम हो श्रीमती रसमलाई देवी नेपाली अब भन हामी बिहा गरे यो को भाइ व्यापारिक विश्राम ए प्रेम भाइ ठीक बा जा प्रेम भाइ लाग्छ यहीसँग प्रेम गरेर बस्छु म अब हामी बिहा गरे सरी गर्ल हामी बिहा गरे भनेपछि केटीहरू पुरा सुसाइड गर्छ हामी बिहा हाम्रो गुरियाको नाम राखेको छ हामी काला जमुनिया
हल्का के काला जमुनिया अब हाम्रो छोरी भइहाल्यो क्या अब भन हाम्रो छोरीको नाम के राखेको छौँ हामी बुनिया लड्डुला नेपालीको नतिन हो नि त बुनिया हुनु परेन ठीक छ बाप रे तपाईँ पनि हाम्रै जस्तो रङको मान्छे छ क्या ठीक छ तपाईँ कालो हामी पनि कालो एकचोटि दाजु के भयो कि पानीको पोखरीमा हाम फालिहाल्नु भयो के त्यसपछि माछा भ्यागुतो कछुवा सब पोखरीबाट बाहिर निक्ल्यो भन्छ पोखरी अन्धारो भइहाल्यो यार राति हिँड्दाखेरि उहाँ सफेद चप्पल लगाएर हिँड्नुहुन्छ ताकि थाहा होस् यो कहाँ गइरहेछ होइन त दिनमा रातमा दाँत भनेको त्यस्तै हो के खैर ठिकै छ मजा आइरहेछ मजाकमा खुब मजा गरिरहनु भएको छ होइन तपाईँहरू यतापट्टि बढी मजा भइरहेछ क्या ठिक छ यो मेरो खरिदेको ग्राहक हो 50 रुपियाँ दिएछु हल्ला गर्नको लागि पुरा बिकाउ हो अरू कोही छैन सब आफै टिकट किनेर आएछ ठिक छ तपाईँको पहिचानको कुरा छ त्यो पछाडि तपाईँकै जे छ कि तोपै छ ठीक छ भगवान कसम यार उहाँ जस्तो श्रीमान कसैलाई परिहाल्यो भने बिहा भएको छैन यो शरीरमा बिहा पनि हुँदैन बिहा भएको छैन होइन बिहा गरे छैन बिहा के आफैलाई हेरेर गर्ने हो कोही चाहिएन बिहा गर्नलाई हेर्नु न बैंकको ऋण लिएको अनुहार जस्तै छ यार यस्तो अनुहारमा के बिहा गर्ने यार ठिकै छ तर म भन्छु के बिहा नगर्नुहोस् किन एकचोटि गर तब थाहा पाइन्छ भगवान कसम बिहे अगाडि मेरी उनीले भन्थिन् बिहेपछि म तिम्रो आधी दुःख लिइदिन्छु मैले भने मेरो जिन्दगीमा दुःख छँदैछ नि त आधी दुःख कहाँ लिन्छु त आउन त देऊ त पुरा हुन्छ दुःख अनि आधी आफ्नो मात्र लिन्छ मेरो मलाई छोडिदिन्छ भगवान कसम श्रीमती भनेको बहुत खतरनाक चीज हो यति खतरनाक चीज हो भनेर साध्य छैन म त्यही भएर भन्छु श्रीमती भनेको शक्ति हो ताली बजाउनुस् केटीहरू कति खुसी भयो शक्ति भने श्रीमती भनेको शक्ति हो अनि श्रीमान भनेको सहन शक्ति हो केही चल्दैन माया क्रिया तपाईँ जति ठुलो मान्छे हुनुहोस् मेरो एकजना दाइ म अफिसमा पुरा धाक लाउने माया कसम बाघ जस्तो घरमा पुरा लुरुक्क मैले भने तपाईँ अफिसमा बाघ जस्तो हुनुहुन्छ घरमा किन बिरालो जस्तो हुनुभएको म अफिसमा पनि बाघ हो घरमा पनि बाघ हो फरक यति मात्रै हो कि घरको बाघमाथि माता चण्डी बसेको हुन्छ देखि जब 2 बच्चा धुवा धुलो बाघ केही खान पाउँदैन सिटी कम तुर 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 जब 4 बच्चा सिटी अरू कम मधुर तुर 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 जब 5 बच्चा सिटी नै हुँदैन माया कसम जब 6 बच्चा नि त खल्तीमा त्यहीबाट भनेर त्यो ट्राफिकले फेरि राति अरूले रक्सी खाएको मुख सुन्न जानु पर्यो नेपाल कस्तो देश आमामा नजिकै गएर सर कागज पत्र छ सुन्दै एक क्वार्टर खाएको लागिसक्यो घर गएर बुढीले भन्छ आज नि रक्सी खाएर आएको होइन सुँगेर आएको घरमा गएर शीतल मात्रै खाए पुग्यो टङ्ग त्यस्तो ट्राफिकलाई जोडदार ताली बजाउनुहोस् कम अलिक मन लागेर बजाउनुहोस् न अहिले केटीहरूले बजाइरहेछन् ताली ठिक छ राम्रो बजाउनु भएको छ ताली बजाइसकेपछि ब्लड प्रेसरको रोग हुँदैन अरे थाहा छ तपाईँलाई यो साइन्टिफिकली प्रुभ हो बजाउनुहोस् तपाईँ बच्चा नछोड्नु फेरि भावनामा बच्चै छोडेर ताली बजाउनु नछोड्नुहोस्
बरु छोडिदिनुहोस् बच्चालाई छोड्नुहोस् नयाँ खोजिदिनु लमी हो म लमी हो बाबरे नयाँ खोजिदिनुहोस् पुरानो कहाँ राख्नुहुन्छ गोदाममा यस्तै मान्छे देखेपछि भन्नु मन लाग्छ क्या हामीलाई तिमी बक्लो लारी कमेडी होइन हुन्छ नि एउटा तरिका अर्को नयाँ खोजिदिनुहोस् पुरानो के जाला लागिसक्यो त्यसमा ढल्न लाग्यो अब दिवाल पापी मान्छे मतलब यहाँ हाँसिरहेछ यहाँ मैले देखिरहेछु यहाँ हाँसिरहेछ घरमा कसम आज यति पिटाउनुहुन्छ उहाँ यति पिटाउनुहुन्छ भगवान् कसम पहिला त श्रीमती पहिल्यै रेडी भएर बसिरहन्छ कुइना त्यसको गल ब्ल्याडर कहाँनिर छ त्यही यहाँ त हाँसिरहेछु किन भन्दाखेरि म छु घरमा त म हुँदिनँ बहुत पिटाई यस्तै मान्छे घर जाँदाखेरि मियाई कमिन भनेर जान्छ आफ्नो घरमा जाँदा पनि मियाई कमिन भन्नुपर्ने मान्छे यहाँ आएर पुरा दादा अर्को खोजिदिनुहोस् अब खोज उहाँको फोटो खिचेर राख 2-3 दिनपछि यही खबर आउँछ कि मान्छे हराएको सूचना वहीँ गएको विराटनगर यो सच एनर्जी जोरदार पर्फर्मेन्स भइरहेको छ सर रेडी रेडी सर अझै रेडी भए छैन के यार यो म्युजिक बनाएको कि संविधान बनाएको हो यति टाइम लगाउँछ बकलोल दिमाग छैन क्या यार मान्छेको बच्चा होइन यो आँपको गाछीमा पैदा भएछ क्या बाबु पुरा दिमाग खराब गरिदिन्छ क्या हाम्रो हामी फेरि कोहीसँग डरान्दिनौँ किन भन्दाखेरि जोसँग पैसा लिए त्यो त मरिसक्यो अब कसैलाई पैसा तिर्नु छैन होइन के छ कि अब कोहीसँग डराउँदैन क्या बस यति ताली काफी छ मेरो लागि बाप रे दिन्छु लाग्छ जग्गा पास गरिरहेछ मेरो नाममा हामी दिन्छु जवाब के दिनु मलाई थाहा छ होइन अलकायदा जोइन गर्न अफगानिस्तान जाँदैछु हुन्छ नि कपाल काट्ने ठाउँमा जानुहोस् सोच कपाल काट्ने हो होइन साला जोड दे भगवान् कसम कुकुर लिएर बजारमा घुमिरहेको हुन्छ छेउका ल्याउनु छ छेउका आएर सोच कुकुर हो होइन साला यो ऊँट हो टाइफाइड भएर घटिहाल्यो फिल्म हलमा भगवान्को फिल्म हेर्ने बेलामा आएर सोध्छ फिल्म हेरेर आएको होइन साले म यहाँ टिकट ब्ल्याक गर्छु मेरा बुरा दिन चलिरहेको छ राति 12 बजे कसम सुतिरहेको बेलामा फोन गरेर सोध्छ सुतिरहेको अरे होइन साले मर्ने प्र्याक्टिस गरिरहेको छु म यहाँ एउटा मान्छे घन्टाघरको घडी बनाएर तल आयो तल आउने बित्तिकै अर्कोले सोध्यो घडी बिग्रेको थियो होइन साले टाढाबाट देख्दिनँ कति बज्यो त्यही भएर नजिक गरेर हेरेर कति बज्यो भनेर कसम मान्छे मरेको लास लिएर गरेको छु राम नाम सत्य हो त्यो छेउको मान्छे सोध्छ मर्यो होइन यसलाई सहर घुमाउँदैछु एकछिनपछि तेरै घरमा ल्याएर छोडिदिन्छु भगवान् कसम वाहियात प्रश्न यो वाहियात प्रश्न सोध्न सबैभन्दा च्याम्पियन फेरि श्रीमती भगवान् कसम दिनभरिको हाराथाका काम तपाईँ थाक्नुभयो सुत्न लागिरहनु भएको छ बस निन्द्रा लाग्न थाल्यो त्यही बेलामा त्यसलाई सवाल सोध्नुहुन्छ म मरे भने तिमी के गर्छौ त्यसलाई किन मर्छस् यार न तँलाई रुगा लाछ न खोकी लाछ त मर्छस् कसरी होइन म मर्यो भने के गर्छु मैले भने म पागल भइहाल्छु बिहे गर्छौ कि गर्दैन अर्को मैले भने पागलले जे पनि गर्न सक्छु भक्को पिटाए श्रीमतीहरू भने यार जे भन्यो भने हाल्दै किडनी खराब नै घरमा आयो ओके मसँग ताले है त उबु उबु खासा मुजा त सोल्टिने कान्छीलाई देखेँ सोल्टिने कान्छीलाई भगवान् कसम अर्को एकजना सिङ्गर हुनुहुन्छ मसँग भयङ्कर गीत गाउनुहुन्छ मेरो फेभरेट हो हेमन्त शर्मा दाई मा कसम गीत यस्तो गाउनुहुन्छ गरेर
कि म सब सहसम्म यस्तो कर्डलेस माइक दिँदैन, कर्डवाला माइक दिन्छ ताकि माइक निले पनि निकाल्न मिलोस्। गीत गाउँदा आउँदा माइकै निल्दिन्छ हेमन्त दाइले, यति मुख आँकेर। ओके, आउँदै गर मालती आउँदै गर न, म हेरिरहेको छु। मतलब उपर खुट्टी लाएर अहिले अँध्यारो छ, ताली नबजाएको मतलब यो देखिँदैन तर आवाज त सुनिन्छ नि हैन। ओके, आउँदै गर मालती आउँदै गर न, रोदी घरको आँगन आउँदै गर